नमस्कार अनि स्वागत छ मेरो अर्को भिडियोमा। आजको भिडियो अन्तर्गत रहेर म तपाईहरुलाई रोमानिया भाषामा हामीले दैनिक बोलिने केही शब्दहरूलाई सिकाउने कोसिस गरेको छु। भिडियोमा अन्तिमसम्म जोडिरहनु होला र भिडियो हेरेर के कस्तो लाग्छ जिज्ञासाहरू कमेन्टमा लेख्नु होला र भिडियोलाई लाइक, कमेन्ट, शेयर अनि च्यानलमा अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गरेर साथ दिनु होला। किनकि म तपाईहरुको लागि आउने दिनहरुमा पनि यस्तै रोमानिया भाषा सम्बन्धी भिडियोहरू बनाइरहने छु। भिडियोहरू लिएर उपस्थित भइरहने छु। सुरु गरौँ आजको टपिक। इमी यस्ते सेते मलाई तिर्खा लागेको छ। इमी यस्ते सेते मलाई तिर्खा लागेको छ। चाय ब्रेउ सबै तपाई के पिउन चाहनुहुन्छ? चाय ब्रेउ सबै इमी प्लाचे सबै बिन इमी प्लाचे सबै बिन के तपाई रक्सी पिउन चाहनुहुन्छ? बिन भनेको रक्सी। चुइका पनि रक्सी हो। चुइकालाई पनि रक्सी नै भनिन्छ यहाँ। बिन अथवा चुइका। As breu sa breu apa? As breu sa breu apa? म पानी पिउन चाहन्छु। म पानी पिउन चाहन्छु। बेउ पिउनु, बेउ पिउनु, बेउ पिउनु। इति प्लाचे sa bei chai इति प्लाचे sa bei chai तपाई चिया पिउन चाहनुहुन्छ? नु इमी यस्ते सेते मलाई तिर्खा छैन। नु इमी यस्ते सेते मलाई तिर्खा छैन। सेते तिर्खा, सेते तिर्खा, सेते तिर्खा। मोर दे फमी मलाई भोक लागेको छ। मोर दे फमी, मोर दे फमी, फमी भोक, फमी भोक। ब्रेउ सा मनंका म खाना चाहन्छु। ब्रेउ सा मनंका म खाना चाहन्छु। चाय ब्रेउ मनन्ची, चाय ब्रेउ मनन्ची तपाई के खाना चाहनुहुन्छ? चाय ब्रेउ मनन्ची Ai brea sa manang kartik. Ai brea sa manang kartik. म आलु खाना चाहन्छु। कार्तिक भनेको आलु। कार्तिक आलु, कार्तिक आलु। अब मांकट दिजा मैले खाइसके। अब मांकट दिजा मैले खाइसके। मांकट दिजा आई ब्रेस सा मांकट पास्ते। आई ब्रेस सा मानंग पास्ते म चाउचाउ खाना चाहन्छु। आई ब्रेस सा मानंग पास्ते। पास्ते भनेको चाउचाउ अथवा थुक्पा। पास्ते भनेको चाउचाउ अथवा थुक्पा। नु इमी यस्ते फमी मलाई भोक छैन। नु इमी यस्ते फमी मलाई भोक छैन। कुम एब्रे मे आज, कुम एब्रे मे आज आज मलाई कस्तो छ? भप्लो आज, भप्लो आज आज पानी पर्नेछ। भप्लो आज, आज este foarte cald, आज este foarte cald आज धेरै गर्मी छ। Vrei mai foarte bună azi. आज मौसम धेरै राम्रो छ। Vrei mai foarte bună azi. Vrei mai foarte bună azi. Mulțumit. धन्यवाद। Mulțumit. धन्यवाद। हस्त साथीहरु आज
भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट सेयर अनि सब्स्क्राइब गरिदिनु होला। अर्को भिडियोमा भेट्ने छु। धन्यवाद।